अब हाम्रो साउ हिँड्नुहुँदैछ हाँस्नुहुन्छ मुसुक्क हाँस्नुहुन्छ भोक चाहिँ लागेको अवस्था हो ट्याक्का यता खुइ लगाएर हामीलाई पेट ढारिनी गरी खुवाइदिनु भयो भने एकदम राम्रो हुन्छ अब हामी नै पछि पछि हिँडिरहेछौँ गाउँघरमा भोक लागेपछि अब आमाको पछाडि हिँड्ने जस्तै छोडिँदैन नि त यस्तै साउको पछि छोडिँदैन हिँड्ने टुक्रुक 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 हिँडिराखेको छौँ बाटो त पुरै नेपालको उहाँ पोखराको सारङकोट हिँडेको जस्तो फिल भइरहेछ त्यही त है यो जङ्गल होइन यो लेकको जङ्गल हो नि त होइन गाउँघरको यता त हामी त गाउँमा दाइ होइन पुरै दाउरा खोज्ने घाँस काट्ने म तपाईँलाई फोन गर्थेँ त हो यस्तै जङ्गलमा त गर भने ओहो माई बोस भेरी फास्ट बस त फेरि बस लास्ट फोर्थ्यो कि हामीभन्दा छिटो होइन बोस चाहिँ गुले च्यापेको जस्तो दौडिरहन् फेरि एकचोटि भनौँ बस चाहिँ गुले च्यापेको जस्तो दौडिरहन् अघि अघि हामी पछि पछि छौँ पानी बोकेर होइन ठिक छ पानी फेरि छैन खाली पत्तल हो फेरि खाली बोतल या जङ्गलमा जाएर त्यति फाल्न पाइँदैन त्यही भएर नेपाल भयो यहाँ कति फोहोर हुन्थ्यो के हो के फोहोरहरू देखिन्थ्यो तर यहाँ चाहिँ देखिँदैन साथीहरू अब हामी झर्दैछौँ ओह्रालो अहिले त कति ह्यान्डसम देखिरहेको थियो अहिले त एकदम नराम्रो गलिसक्यो यतादेखि म सम्झिन्छु हात गलिसकेर यस्तरी हेर्न पऱ्यो नि त खरायो भाइ जस्तो खरायो भाइले चिन्नुहुन्छ नि चिन्छु गर्लफ्रेन्ड पो छ अरे त यार खरायो भाइको खै यता हेर्नु त बड्डा तपाईँ राम्रो हो कि तपाईँको कपाल राम्रो हो खै उता फर्किनु त आहा मान्छे राम्रो होला कपाल त झन् त्यसै राम्रो यो जङ्गलमा अहिले फेरि लोटेपछि गुले च्यापे जस्तो दौडेको छ हामी यहाँ ब्लग बनाउन पऱ्यो फेरि होइन ठिक छ साथीहरू है नराम्रो नमान्नु होला अब यो रमाइलो हो रमाइलोमा कति कुराहरू राम्रो बोलिन्छ होइन कति कुराहरू नराम्रो बोलिन्छ त्यस्तो नराम्रो त केही बोले होइन बोले र छैन केही बोले होइन अब त्यो नर्मली हामी नेपालीलाई यसले च्यापो उसले च्यापो भन्ने त नर्मली नै हो क्या त्यही भएर त्यसलाई माइन्ड नल्याउनु यो हाम्रो बेलुका भ्लगमा आउँछ सबले हेरेर साथ दिनु होला तपाईँहरू कहाँबाट हुनुहुन्छ नेपालमै भयो नि जापानमै भए पनि हेरेर साथ दिनु होला साथीहरू अब यहाँ झन् खतरा बाटो जाँदैछौँ हामी हरियाली कति राम्रो नानी सुइँ घुम्दैछौँ हामी घुमेको है साथीहरू फेरि तपाईँहरूले गोले च्यापेर यिनीहरू आत्तिखान् भन्ने सोच्नु होला त्यस्तो नसोच्नु हामीलाई आत्तिएको छैन बरु पेटमा कुलुलुलु गरिरहेछ मुसो दौडेर अब यहाँ अब देख्नुहुन्छ तपाईँहरूले रमाइलो त रमाइलो भन्ने कुरा के रहेछ भन्ने कुरा बोसलाई थकै लाग्यो जस्तो छ आहा कस्तो राम्रो यतै हेर्नु त बड्डा राम्रो हो कि तपाईँ राम्रो हो कि तपाईँको कपाल काटे राम्रो हो कि त्यो बोसले ल्याइदिएको टी सर्ट राम्रो हो कि केही छ हजुरको भन्नुपर्ने मेरो भन्नुपर्ने केही छैन अब भोक लाग्दै आएको छ त्यही भएर साउको पछि नछोड्या हो म नि त्यस्तै हो मैले भन्न नसकेर मात्र नभए म झन् कस्तो आत्तिरहेको छु अब यहाँ टुक्रुक बसिसक्नु भएको छ हाम्रो पछाडि बड्डाले कपाल त राम्रै काट्दै थियो तर टक्लो भइसक्यो क्या यार जापान आएपछि त यो हेर्नु त यस्तै थियो होइन झऱ्यो नि त झन् कपाल त राम्रो हान्दै सट्ट होइन कपाल त पछाडिबाट त ठ्याक्कै त्यही उसको ऊ जस्तै भयो नि भएको रहेछ है मैले देखेको थिइनँ अहिले चाहिँ देख्दा त राम्रै लागिरहेछ तर ठिक छ उसको ऊ भन्नाले मैले बुझिसक्नु होइन ठिक छ तपाईँले फेरि यस्तै कुरा एकदम छिटो बुझ्नुहुन्छ नराम्रो कस्तो यतै हेर्नु त बड्डा तपाईँ राम्रो हो कि अलि फुल ल फुल आहा बट्टै जस्तो गममा परेको हात्ती जस्तो निकाल्नु पऱ्यो ल नाच्नु त बड्डा तपाईँको नाच राम्रो हो कि आहा ओहो चट मादलले हामी फेरि मुखले नै बजाइन्छ प्रायः जस्तो होइन बड्डा
के हो अहिले भाउजूले भ्लग हेर्नुहुन्छ यताउता आँखा नघुमाउने छैन घुमाएन नि घुमाएको छैन हो अघि झर्नामा चाहिँ अलिअलि घुमाए यो हरियाली धेरै थियो नि त यस्तो यो हरियाली र अर्को हरियाली सबै हरियाली थियो ठिक छ ल अहिले हामी अफ हौँ है तल गएर बनाउनुपर्छ तल गएर बनाउनुपर्छ कि अफ भयो